स्प्रे धेरै नभएका त्यो एकदम बिख हो बाबा त्यो चलाउनु न धेरै ल कुन खोइ होइन त्यो पन्जा होइन तल मुनि खान पहेँलो पन्जा के अरे येल्लो कलरको येल्लो र अरे ओरेन्ज कलरको लिएर हिँड मेरो राजकुमार त यस्तो भइसकिन् कि जाँदै गरेर अनि त्यो काम त्यो उ गर त्यो हलोलाई ठिकठाकमा राख होइन त्यहीँ लगेर राख म आउँछु हस् ओके ल साथीहरू गुड मर्निङ र बिहान भइसकेको छ हामी चाहिँ काममा लाग्यौँ आज चाहिँ मकै लगाउनु दिन छ मकै प्लस अदुवा नै लाउनु छ हामी आज बाउछोरा बिहानै काम गर्न सुरु गरिसकेका छौँ र तपाईँहरूले देख्न सक्नुहुन्छ पछाडि कति भोपाल देखिरहेको छ हिमालयन रेन्ज एकदमै दामी देखिरहेको छ अनि आज हाम्रो मकै लगाउने दिन प्लस अनि अदुवा पनि आज लगाइन्छ होला अनि यो खेत यस्तो राम्रो भयो त अस्ति नै मैले जोतेको थिएँ एकदम गाह्रो भयो क्या तर आज एकदम सजिलो भयो मलाई होइन अनि छोरो पनि साथमा भइसकेपछि त्यो एउटा साथ हुन्छ के अनि कस्तो मजा भइरहेको तपाईँलाई धेरै धेरै गुड मर्निङ र अनि हामी चाहिँ काम गर्दैछौँ अनि आमाहरू उता मल फिराउँदै हुनुहुन्छ बुढीहरू सबै हामी काम गर्न लाग्छौँ सबै गुरुङ काम गरिदिने अनि त्यसपछि रेस्ट गर्न लाग्छौँ काम रेस्ट गरिदिने होइन कामलाई पहिलो प्राथमिकता त्यसपछि बल्ल अरूलाई दिन्छन् अनि गाउँमा अब कुरा गर्ने भने समस्याको कुरा हुन्छ अब के भन्ने है अब बाँदरले यस्तो हैरान पारेको तर बाँदरले खायो भन्दैमा खेतीपाती चाहिँ गर्न छोड्नु है खेतीपाती गर्न छोड्यो भने चाहिँ त्यही खालको हुन्छ र मान्छे अलिकति कम त भइसके तर पनि खेतीपाती गर्नु होला यार सक्नुहुन्छ भने तपाईँलाई सक्नुहुन्छ भने खेतीपाती गर्नु होला कति धेरै बाँदर रह्यो यार कसरी हुन्छ ओके हाम्रो चाहिँ चिया खाने बेला भयो साथीहरू अघि नै 1 कप खाएको अब 1 लोट फेरि खाइदिनु पर्ला जस्तो लाग्यो यो घर बनाउन पनि कति बेला हात त रातै भएर त 4 घण्टा लागिसक्यो काम नगरे भए यस्तो हुन्थ्यो हाको कुरा नगरिदेऊ न यार कति राम्रो देखेको पोखरा स्वर्ग हो स्वर्ग यसरी टक्क काम गरिसकेपछि अनि बारीको कालमा बसेर आनन्दले चिया खान कस्तो रमाइलो हुन्छ नि त्यो भाइब एकदमै दामी आउँछ क्या गाउँतिर बसेको त्यो कस्तो मजा आउँछ मलाई त तिमीलाई मजा आउन के झ्याल आउँछ तिमी सरिया हो कि त्यही भएर तिमीलाई मजा आउन हामी गाउँलेहरूसित के राम्रो लाउँथ्यो त तिमीलाई कस्तो रमाइलो भएको यार आमा हेर त पोखरा झलझल झल्किह डुवा सन्चै भन्यो यार मेरो के भयो ओ एउटा थोक कराउने भए पो हुन्थ्यो दुनियाँ पछि हेर न बाख्रा कति राम्रो भएन है पाठा अब चाहिँ फेरि काम सुरु भयो साथीहरू अनि त्यो चाहिँ गएर यो बनाएँ अब अर्को चाहिँ यहाँ तल पनि त अहिले जोत्न लाउनु भयो कस्तो मजाले जोत्ने कि त्यो त हाम्रो त टेक्री 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 गर्छ कस्तो जोत्ने क्या त्यो हेर न ओके तर ठिक छ मलाई चाहिँ एकदमै सही भयो म धेरै फास्ट पनि चलाउँदिनँ आनन्दले चलाउँछु क्या एउटा गरेर चाहिँ सक्यो साथीहरू अब एकैचोटि मकै लगाउँ भन्ने सोचेर मैले अब माथिल्लो गरामा जाँदैछु माथिल्लो गएर गरेपछि बल्ल तल्लो गएर आउँछु
भाइ जा जा ल यो गरममा पनि मोल छर्ने काम भइरहेछ मोल 5 नि जय श्री राम उही काम सुरु ओके अब चाहिँ खाना खान्छौँ खाना खाइसकेपछि फेरि काम सुरु हुन्छ खाना खानु पर्यो 11 बज्न लाग्यो खाना खाइसकेपछि काम गर्न सजिलो हुन्छ कि यो जोत्नै लाग्यो मलाई 8, 9, 10, 11 3 घन्टा लाग्यो किनभने ट्र्याक्टर हाम्रो त्यति राम्रो चाहिँ छैन खास चाहिँ त्यो भएको कारणले गर्दाखेरि अब यो हलो चाहिँ लगेर हाल्नु पर्यो कसरी जोत्छ त्यसपछि तपाईँहरूलाई देखाउँछु म यो हलोले कस्तो ड्याङ बनाउँछ भनेर पनि ट्र्याक्टर छ मेरो गरेर देखाउँछु है त यस्तो गरेर चाहिँ टुइँ घुम्छ होला कि सो यसलाई फिट गरौँ यो हलो चाहिँ यसरी फिटिङ गरियो सायद यसरी नै होला तपाईँलाई थाहा छ भने कसरी हो मलाई उ गर्नु होला अनि यसमा पाङ्ग्रा चाहिँ हाल्नुपर्छ कि यत्तिकै जोड्दा हुन्छ त्यो चाहिँ म एकचोटि ट्राई गरेर हेर्छु अनि त्यसपछि फेरि भन्छु है कस्तो हुन्छ के ल साथीहरू हलो चाहिँ जोइन गरियो आज कस्तो हुन्छ म देखाउँछु है हजुरहरूलाई अब यस्तो भयो अब यसले यसरी जोड्छ यो ल यो भएपछि त मकैलाई त धेरै सजिलो भयो नि हेर्नु त है अलिकति अझै काट्नु पर्ने हो र के हो ओए कस्मिक राजबाट हेर्न यहाँ ज्याङ पारेर लगाइने भयो ओ लास्टै गाह्रो हुँदो रहेछ एक बजी छ साथीहरू अब ठ्याक्क होइन बल्ल बल्ल सकियो यस्तो गाह्रो हुँदो रहेछ यो हलो हालेपछि त त्यो मेसो नजानेर सुरुमा त लडङ मडङ भएको थियो अनि पछि त अलिअलि जाने 2 फेरि चाहिँ ट्र्याक्टर खस्यो 2 फेरि खसेको 3 फेरि त्यहाँ त पुतो डेन्जर पुताएको आमा छोड्दै अरे लौ फेरि भाँडै छोडिदियो अरे उहाँ पछाडि तल पछाडि अनि बच्चाहरू थिएनन् डेन्जरै पुतपुताएको के अनि कन्ट्रोलै नभएको के त्यो पछाडि हलो हालिसकेपछि एकदम कन्ट्रोल हुँदो रहेछ विचार गर्नु होला अलि जानेसिन मात्रै हलो चलाउन हलो जोत्न साह्रै गाह्रो हुँदो रहेछ त्यो ट्र्याक्टर जोत्न खासै केही गाह्रो होइन जोत्न जस्तो गाह्रो के होइन यस्तो भयो हात अಯ್या बाबा सक्यो ल मकै पनि लाएर सकियो अब भोलि अदुवा लाउँछ अदुवा नै चाहिँ लाउने हो ल हाम्रो देशमा जबसम्म ब्युरोक्रेट्सहरू चाहिँ चेन्ज हुँदैनन् कर्मचारीहरू चेन्ज हुँदैनन् कहिले पनि केही हुनेवाला जस्तो लागेन होइन हाम्रो दुःखहरू हाम्रै चाहिँ छ हामी जनताहरूले मात्रै चाहेर पनि नहुँदो रहेछ कि कहिलेकाहीँ त टिक्कै इरिटेट हुन्छ बिहानदेखि त बत्ती गएको अहिलेसम्म बत्ती छैन यार होइन गर्मी भइरहेको तराईतिर त झन् गाह्रो होला हामी त ल पाहाडमा बस्छौँ हावा चल्यो तर कति मान्छेहरू बत्तीकै सहारामा काम गरिरहेको हुन्छन् के सरकार केही त हेर यार जो आइन त्यस्तै जस्तो आइन त्यस्तै यार अचम्मै छ के यो ब्युरोक्रेट्सहरूलाई चाहिँ झ्याम कि झ्याम हेलो हेलो अनि ल ल ल ल ल ल ल ल ल
ओए ठिक छ मजा आयो ल आज चाहिँ शुक्रबारमा आमा अनि बच्चाहरू सबै हजुर अच्छा के हो र त्यस्तो होइन ओके काम चाहिँ सकियो अनि बिहानदेखि त आज मलाई ठ्याक्कै 5 घन्टा लाग्यो मकै लगाउन मकै चाहिँ मैले आज सियोमै लगाएँ कि कस्तो हुन्छ रहेछ धेरै पछि सियोमा नलगाएको सियो भनेको त्यो हलोको हुन्छ नि त्यसमा लगाएको आनन्द आइरह हल्का शरीर चाहिँ दुखिरहेछ भर्खरै नुहाइ धुवाइ गरेर टक्क अलिकति कपाल सपाल पनि यसो राम्रो बनाइयो होइन बुढाबुढीले नै आज रङ हाल्यौँ पुरा अगाडि पुरै फुलेछ होइन अब बुढो पनि भयो तर केही छैन अब त्यो प्रकृतिले दिएको चिज हो त्यसलाई एक्सेप्ट गर्नुपर्छ प्रकृति भनेको प्रकृति नै हो प्रकृतिले दिएको चिज हरेक कुराहरू एक्सेप्टेड छ सो आनन्द भयो सो आजको दिन चाहिँ मजाको भयो मकै लाग्यो